एउटा डान्स हान्दिउँ न ल बाबु सो है सबैजना नमस्ते फेरि पनि आज पनि फेरि मेरो युट्युबमा भिडियो बनाउने दिन जुरेछ आज चाहिँ हामी चाहिँ पोखरा जाँदैछौँ है पोखरा लुम्बिनी हुँदै स्कुलको टुर होइन स्कुलको टुर लगेर चाहिँ जाँदैछौँ अनि क्लास 9 को नानीहरू पनि छ है अनि हामी चाहिँ जाँदैछौँ त्यो भएर अब आज मैले चाहिँ अब विशेष त्यही देखाउनलाई चाहिँ अब है युट्युबमा आज भिडियो हाल्नु पर्यो भनेर चाहिँ भिडियो स्टार्ट गर्दैछु है ल अब हेर्दैछु नि त म चाहिँ अब अलमोस्ट रेडी भइसकेको छु बस स्कुलमा पर्खिरहेको छ अरे अब चाहिँ म झर्छु है स्कुलतिर के छ केटा हो ठिक छ नि सबैको थोडा निकाल्दिउँ न है यहाँ अनि हेर हजुर कहाँनिर अगाडि छ त्यही हुँदा हुँदैन गुरु त्यहीँनिर हुँदैन भरे निकाल्दै जाँदा हुँदैन ल ल ल आफ्नो आफै बाहिर निक्लिनु पर्यो बाथरुम वासरुम केही भयो भने हामीलाई भन्ने हामी गाडी रोकाउँछौँ तर जहाँ पाए त्यही जतिखेर पाए त्यतिखेर होइन ठाउँमा होइन यिनीहरूलाई मैले ऊ पनि भनेको थिएँ भोमिटिङ गर्दाखेरि अब कसैलाई सोनिया त्यो क्लोथिनहरू लिइराख्नु क्या कसैलाई दबाईको आवश्यक पर्यो ज्वरो टाउको दुखाइ भोमिटहरू केही छ भने दबाई पनि व्यवस्था भएको छ सुनेको हो ल सबैलाई ह्याप्पी टुर म लागेँ दार्जिलिङतिर ल हामीलाई शुभयात्रा लैजाउँ छ पछाडि जानु केटाले गेम खेल्दैछ ल गेम खेल्ने होइन हौ टुरमा गेम खेल्न आएको हो रमाइलो गर्दै जाने हो नि केटा हो के हो 32 छ नि छौँ हामी पछाडि अब्बर फ्याल्छ है उपार्छ यहाँ अनि फ्यामिलीमा सबैलाई फोन गरेर टाइम टाइममा इन्फर्म गर्ने फोन उठाउने मम्मी बाबाले गर्दा है आफ्नो सामान चाहिँ है साथीलाई बोक्न नदिने बुझ्यो सबैजनाले आफ्नो सामान आफै राख्ने है साथीलाई बोक्न नदिने भरे हरायो भने डबल टेन्सन हुन्छ है ल ल अहिले चाहिँ हामी बर्माजी भन्ने ठाउँ खिल्छ के अरे यो ठाउँको नाम ल बर्माजिया बाजेको पेडा भन्छ बाजेको पेडा पाउने ल कस्तो हुँदैछ नानी ठिक छ कस्तो हुँदैछ मिसन भाइ उफार्दैछ हड्डी कस्तो हुँदैछ तिमीलाई हड्डी है ल कस्तो हुँदैछ तिमीलाई कस्तो हुँदैछ नाजिस के अरे नाजिस र लाज्याङलाई राम्रै हुँदैछ भन भने भमिट पनि हुँदैछ भमिट नि हुँदैछ कसलाई भमिट हुँदैछ ल अब चाहिँ यहाँ एउटा डान्स दिइहालौँ न त ओ लाज्याङ ल अहिले चाहिँ ल कस्तो लाग्दैछ तपाईँलाई चाहिँ कस्तो लाग्दैछ भन्नु न मलाई त रमाइलो छ यस्तो मलाई नि मौसममा घुम्दै हो तर ल अब चाहिँ हामी बेलुका 10 बजेसम्म 10 साढे 10 सम्म निजगढ पुगेर खाना खान्छौँ भने त मस्त खाना खान्छौँ चिकन खाना खाइन्छ या अब निस्क्यौँ होला है लगेर यहाँ के हुँदैछ भनिदेऊ ओ सेसन कतिजना भयो गन् न सबै छ पक्का ल जाउँ ल अब चाहिँ हामी निस्किन्छौँ अब चाहिँ हामी खाना खाने ठाउँमा मात्र रोक्नु है हामी निजगढ खाना खानु झरेका छौँ ओइ कस्तो हुँदैछ गाडीले कस्तो बनायो सम्हाल त केही भएन के भन यहाँ चाहिँ अरू स्कुलको नि रहेछ यहाँनिर यो चाहिँ हाम्रो अब हामी यहाँ खाना खान्छौँ यो अर्को स्कुलको डान्स चल्दै रहेछ त ल लैजाऊ घुमाउन मन ओ संयोग डान्स गर्न आऊ न
सोच ल अहिले त फ्रेस भइएछ त अलिक फ्रेस भयो हेर साह्रो पर्यो मलाई नि माथि नि गाड्ने आम्मा ल एउटा डान्स हानिदिउँ न आऊ न बेलुकाको खाना हुँदैछ सुमन छ के छ त अनि हालिएन रहेछ त नाजिस रोजल हेन्छम अलिक मजाले हाल टन्न खानुपर्छ बिहानसम्म ठिक्ने गरेर खानु पर्यो अब फेरि बिचमै भोक लाग्यो भने यहाँ हाम्रो चिकन छ आजलाई चाहिँ चिकन मेरो भाइ मेरो ह्यान्डसम भाइ के छ ठिक छ त्यता यहाँ त सधैँ छ नि लभली भएछ है सम्यक भाइ मजा हुँदैछ यहाँ हाम्रो नानीहरू के छ हौ यता चाहिँ खाउ 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 के भयो ए हुन्छ हातले खायो नि भयो चम्चीले खायो नि भयो यहाँ विजेता पापड दार्दैछ है त ल दामी दिँदैछ ल म साथी आएँ ओ सुन्नु टेस्ट कस्तो रहेछ टेस्ट सर दामी छ सर दामी छ पिठो छ केटा ल ल ओ मिठो छ यता हेर भन्दैन खाएर हुन्छ लु कस्तो छ यसले दिँदै रहेछ त व्यस्त पारामा त ल मजाले खाऊ है बस भाइ बस बस ल बर्थडे रहेछ है त यहाँ कसको तर थाहा छैन खै ल बालुम ल ल एकछिन यहाँ सरी भइदिनु पर्यो ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर बाबु ह्याप्पी बर्थडे टु यु ल लगाउ न त्यो त अनि लगाइरहु ल ह्याप्पी बर्थडे भयो होला अब यहाँ क्या बसिरहेको ल लेट्स गो के अरे टाइम छ नि अलिकति छ होला के अरे उसको नि अब उसको साथीहरू उसको ठाउँमा हुनु भने कति खुसी हुन्थ्यो होइन बहिनीहरू हल्का उसको सेलिब्रेट गरिदिनु भयो अलिकति के खाइदिनुहोस् न ए ए ए ए भइहाल्छ ल ल हुन्छ जाऊ तिमीहरू जाउँ न जाउँ ल ठिकै छ उसलाई कम्पनी देऊ न इङ्ग्लिस त राम्रो बोल्दो रहेछ बाहिर What you know? मजाले धारा हो त्यसरी ऐना हेर्दै खाऊ है कोही भात खाएर केक पनि छोडाएर डाइजेस्टर हो ओए हड्डी डाइजेस्टर हो डाइजेस्टर कहाँ होइन त्यहाँ बोलाउनु भयो नि त अब त्यो नानी बाहिरबाट आएको रहेछ कि त्यो पनि हुनसक्छ है निस्क्यो होला
ल अहिले चाहिँ हामी ठ्याक्कै निजगढमा छौँ है। हामीले खानासाना खायौँ, सो हाम्रो बस यहाँ छ। अब चाहिँ हामी लाग्छौँ फेरि। ल फाइनली हामी चाहिँ कहाँ आइपुग्यो लाजे? हामी लुम्बिनीतिर हेरोस् कति राउन्ड हान्यो अरे? कति राउन्ड साथी? चार अनि लुम्बिनीमा आएर यस्तो जाडोमा पनि ए गर्मी हुने मान्छे यहाँ है। हेलो ल ल ल्याऊ 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 हौ मजाले खाऊ है। दबाके ल तिमी खाँदै खाऊ न, मान्छे खाँदैछ नि त। ए ल जे गर न भोलि आज भरे बेलुका गाडीमै हुन्छ होला यहाँदेखि। ल हालत चाहिँ यस्तो छ। यो मेरो चाहिँ लेमन वाटर छ। गाडीले यस्तो बनायो कतिचोटि तिमीलाई के भएन? अन्त साह्रो बनायो नि। के बनायो मलाई त? मलाई चाहिँ एकछिनमा दिनु, अहिले नानीहरू खाँदै गर्छ, म एकछिनमा खान्छु। मिठो छ? राम्रो छ? ए म लेमन पानी खाँदैछु। तपाईँ खाली पेट हिँड्नु हुँदो रहेछ, त्यही भएर भोको टन्न खानु अहिले, अनि बमिटको दबाई भरे गाडी चढ्नुभन्दा अगाडि। मलाई तपाईँको पिर लाग्न थाल्यो यार, बल गरेर लाग्छ साथी त बिरामीको भइरह। ठिक छ, म त्यस्तो समस्या हुँदा एकछिनमा फ्रेस बस बस तिनजना बस ल। अरू खै केटाहरू भरे घाँटी खाउ न, खाउ भरे खान्छु म एकछिनबाट। खाउ न, खाउ खाउ। मुखमा त क्या अरे यो मिसनहरू कता गयो? मिसन विवेक सेसनहरू खै? सेसन यहाँ छ मिसनहरू। हामी अलिक हतार हतारमै छौँ यहाँ रेकर्डै नगरी बोल्दो रहेछ नि, यस्तो नि हुन्छ क्यामेरा। ए यो हावा रेकर्ड भएको छैन। फेरि सोध्नु होला। ल कस्तो भयो अरे? एकदम राम्रो भएछ। हल्का गाडीले दुःख दियो। तपाईँलाई कस्तो भएछ? मलाई साह्रो बनायो। अब सम्यक कस्तो खानु भयो कि नाइ? किन थप्दिनै हुन्छ? थप्दिनु हुन्छ? होइन, यो त सेट हो नि सर। सेट हो? हजुर। ल भइगयो त्यसो भए। थप्नु नमिल्ने रहेछ, खोर्सानीहरू चाहिँ थप्न मिल्ने रहेछ केटा हो, थपे हुन्छ। किल्लर आयो होला नि होइन केटाहरूको? म हाल्छु, ल जाउँ न त तिमीहरू। भएन पो रहेछ त। रियल बुद्ध हो केटा हो? गौतम बुद्धको पोस्टर सबैजना चोर हाम्रो आयुष्मान भव।
आयुष्मान भयो भन्दैन गौतम बुद्धले शान्ति भयो होला तेरो घ्या त तमासै भयो त सर्कस हेर्नु आएको जस्तै भयो त सुत्नु पर्छ सुत्नु एकछिन गर्नेलाई लाग्यो हामी मायादेवी टेम्पल है मन्दिरभित्र जान लागिरहेको छ तर यहाँ चाहिँ सबैको जुत्ता खोल्नु पर्दो रहेछ यहाँनिर जुत्ता कसले रुङ्ने भन्ने कुरा भयो यहाँ के आइडिया लगाइयो त ए बोरा रहेछ नि त बोरा हाल्ने यहाँ टोकन छ यो टोकन अहिले जिम्मा लिनुहुन्छ जुत्तामा जा यो दुईटा बोरा त होइन ल खोलौँ छिडो 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 ल खोलिहालौँ तिमीहरू यहीँ बस नि तिमीहरू यहीँ बस 40 जना लानुपर्छ क्या यहाँ भाइ बोरामा 40 जना लाँदा बोरामा को बस्छ त यहाँ यो उहाँ जान्छ के बोरा है उहाँ हौ उचाल त भाइ एकचोटि ल बाबा छिटो गर्नु नि मिस ल सबैजनाले खोलिहालौँ अनि उहाँ बोरामा हालौँ हो आफ्नो जुत्ता खोलौँ बोरामा हालौँ है सक्स पनि उहाँ बोरा छ हो खोला न खोला है सक्स जुत्ताको जुत्ता खोइ को चाहिँ टिकट बोक्ने मान्छे होइन बोरामा हाल्दै हराउँछ भरे रित्यो खुट्टा जालास् नि केटा हो सर चप्पल छ नि के गर्छौ जुत्ताहरू हानी सर चप्पल लाएर जाने ए भिटामिस चाहिँ सबभन्दा पछाडि हो काउन्टिङ रहेछ क्या हो डिटेक्टर त होइन काउन्टिङ हो कति नम्बर कति गर्नु ल हामी चाहिँ अहिले पछाडि मायादेवी टेम्पल घुमेर अब यहाँभन्दा अगाडि चाहिँ अखण्ड ज्योति भन्ने के मन्दिर त होइन नि होइन त्यहाँ यसो आगो बलिराख्ने भन्ने एउटा प्रावधान थियो त्यहाँ चाहिँ आगो बलिराख्ने ठाउँ छ अरे त्यहाँ गएर अब हामी हेर्छौँ ठ्याक्कै अहिले चाहिँ हामी लुम्बिनीकै अखण्ड ज्योतिमा छौँ है त ल यो चाहिँ कहिले निप्दैन भन्ने एउटा भनाइ रहेछ ठ्याक्कै त्यसको अपोजिटमा चाहिँ यतापट्टि चाहिँ बोटिङ रहेछ र बोटिङ चाहिँ त्यस्तो परसम्म रहेन रहेछ है त ठिकै हो एउटा राम्रो मन्दिर रहेछ है त ल ए मन्दिर होइन यो सायद गुम्बा होला एकदम किल्लर लुक छ यसको चाहिँ कति हो 10:10 ल अहिले चाहिँ राति 10:10 भएछ हाम्रो भाइहरू यहाँ चौचौको सुप खानलाई एकदम रोकेर बसेको छ है त जाडोले थोरी पारेर डुप्लिकेट शेर्पा देखिरहेछ तिमीलाई सम्यक गुड मर्निङ अरे
गुड मर्निङ सर